Hey guys, welcome back to my YouTube video after long time. I hope तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ मसँग आज चाहिँ म एज अ स्मल युट्युबरसँग चाहिँ के ग्याजेट छ त मैले के ग्याजेट किनेको छु त्यो तपाईँहरूलाई देखाउँछु एज अ स्मल युट्युबर मसँग के ग्याजेट छ म तपाईँलाई त्यो देखाउँछु ल एउटा भनेको यो मोबाइल स्ट्यान्ड छ अर्को भनेको मसँग एउटा यो वायरलेस माइक छ वायरलेस माइक्रोफोन छ है अनि यो मोबाइल स्ट्यान्ड चाहिँ मैले लास्ट इयर नै किनेको हो किन्न चाहिँ अनि त्यतिखेर मैले लास्ट इयरदेखि नै युट्युब जर्नी स्टार्ट गर्छु भनेर किनेको किन्न चाहिँ मैले त्यतिखेर त्यो एउटा आइडिया पनि नभएर होला खास गरी मैले खास त्यति युज त भिडियोहरू चाहिँ रेकर्ड गरेँ तर मलाई त्यो कता राख्दा लाइटिङ मिल्छ त्यो चाहिँ आइडिया नभएर मेरो त्यो भिडियोहरू खासै राम्रो भएको थिएन दसैँको मैले अपलोडहरू चाहिँ गरिनँ तिहारको चाहिँ मैले यसपालि अपलोड गरेको छु लास्ट इयरको नि त्यसमा राम्रो भ्युज पनि आएको छ त्यसको लागि तपाईँहरूलाई धेरै धन्यवाद छ अनि एज अ स्मल युट्युबरको लागि चाहिँ यो चाहिँ अलिक आवश्यक नै राम्रो खालको नै हो इन्भेस्टमेन्ट यस्तो स्ट्यान्डहरूमा चाहिँ मोबाइल स्ट्यान्डमा यसमा चाहिँ ब्लुटुथ पनि छ होइन कसरी निकाल्ने यसरी मोबाइल एक ठाउँमा यसमा यो मोबाइल स्ट्यान्ड गरेर एक ठाउँमा राखेर हामीले भिडियोहरू अनि फोटोहरू भिडियो स्टार्ट गर्ने अनि फोटोहरू खिच्न सक्छौँ होइन यसले यो स्ट्यान्डबाट अनि जस तपाईँलाई यो स्ट्यान्ड भयो भने चाहिँ भिडियोहरू रेकर्ड गर्न एकदम सजिलो हुन्छ हुन चाहिँ एकदम सजिलै हुन्छ भिडियो रेकर्ड गर्नलाई अब स्टार्टिङ फेजमा त सबैको अगाडि यसो मोबाइल त्यसरी भिडियो बनाउनु अलिकति अप्ठ्यारो फिल हुन्छ आफूलाई पनि अब प्रायः त रेकर्डिङ नै गर्ने हो तर पनि अप्ठ्यारो हुन्छ अलिक अप्ठ्यारो अड फिल लाग्छ सुरु स्टार्टिङ फेजमा चाहिँ पछि बानी पर्दै गएपछि खासै वास्ता लाग्दैन सुरुमा चाहिँ अलिकति अड फिल लाग्छ क्या लाग्न चाहिँ अब मलाई पनि त्यस्तै लाग्छ अहिले पनि त्यस्तै लाग्छ धेरै भिडियोहरू त बनाएको छैन मैले अनि जस्ट एकदम युजफुल ग्याजेट हो यो चाहिँ अनि अर्को भनेको यो वायरलेस माइक हो मसँग भएको भने यो चाहिँ बहिनीले गिफ्ट दिएको अस्ति न अनि यसलाई चाहिँ मैले यसरी यहाँ राखेको छु होइन आवाज अब बेग्लै बेग्लै आएको होला माइक युज गरेर टिएक्स कम्पनीको यो एकदम राम्रो नै आउँछ यसबाट आवाज त कस्तो आइरहेको छ होला अनि एज अ स्मल युट्युबर चाहिँ मसँग यो दुइटा ग्याजेट छ अनि यो दुइटा ग्याजेटले जस्ट मलाई एकदम हेल्पफुल नै भएको छ यो दुइटा ग्याजेट हुँदाखेरि चाहिँ स्पेसली अझै यो मोबाइल स्ट्यान्ड हुँदाखेरि चाहिँ अब लाइटिङहरू त आफूले रुमको लाइटिङहरू नै मिलाउन मिल्छ एडिटिङहरू राम्रोसँग गर्न सक्यो भने राम्रै हुन्छ युट्युबमा है अनि तपाईँहरूले अनि भिडियोहरू सुट गर्न चाहिँ यस्तो नेचुरल लाइटहरूमा अझ राम्रो देखिन्छ क्या त्यो यस्तो झ्यालको अपोजिटहरूमा राखेर भिडियोहरू बनाउँदा चाहिँ अझ एकदम राम्रो आउँछ यता मैले यो भिडियो सुट गर्दा त त्यस्तो लाइटहरू बाहिर ओरिजिनल नेचुरल लाइटहरू त केही पनि छैन त्यही मैले रुमको लाइटमै भिडियो सुट गरेको हो यो चाहिँ रुमको भिडियो दुइटा लाइट बालेर मैले यो भिडियो सुट गरेको हो गर्न चाहिँ अनि यसलाई एडिटहरू गर्दा ओर्दाखेरि चाहिँ अलिक क्वालिटी चाहिँ राम्रो आउँछ होला यसको होइन राम्रो आउँछ क्वालिटीहरू अनि एज अ स्मल युट्युबर अनि बिगिनरहरूको लागि चाहिँ अलिक आवश्यक एकदम इम्पोर्टेन्ट भने चाहिँ मोबाइल स्ट्यान्ड हो किनकि भिडियोहरू बनाउँदा हल्लिने ओर्ने त्यति चान्सहरू हुँदैन अनि एक त फेरि मोबाइल जहाँ पायो त्यही यस्तो अड्रेस लाउँदाखेरि त्यहाँ खस्ला भन्ने अलिक डर हुन्छ नि त अब बल्ल बल्ल किनेको मोबाइल हुन्छ त्यो पनि खस्यो भने त गइहाल्यो नि अनि त्यही भएर मोबाइल स्ट्यान्ड किन्न चाहिँ एकदम फाइदा नै छ राम्रै छ अनि यो चाहिँ मैले नर्मल मोबाइल सपबाटै गएर किनेको अलिकति महँगै परेको थियो 700 लगभग 800 चान्चुन परेको थियो होला तपाईँलाई नि यो चाहिँ दराज एपमा गएर किन्नुभयो भने अनलाइनमा अलिक सस्तै छ लगभग 500 600 अराउन्ड 500 भित्रै आउँछ होला यही मोबाइल यही स्ट्यान्ड सेम मैले चाहिँ हेर्न चाहिँ कति अगाडिदेखि दराजमा हेरेर लास्टमा चाहिँ मोबाइल सपमै गएर किनेर लिएको हो यो चाहिँ तर एकदम राम्रै छ अब एउटा अलिकति ठुलो लामो हाइटवाला चाहिँ किन्न मन लाग्यो मोबाइल स्ट्यान्ड एउटा तर त्यो पनि मैले एक दिन किन्छु नै भन्ने मलाई लागिरहेछ होइन अनि यो भनेको माइक हो
यसलाई चाहिँ कति मिटरसम्मको हुन्छ यो यसमा त्यस्तो केही पनि छैन तर म यसलाई गुगल गरेर हेर्छु अनि आजलाई यति जेलसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद प्लिज लाइक एन्ड सब्सक्राइब प्लिज बाई बाई